हजुरलाई त चिनिहाल्नुहुन्छ सबैले कमेन्ट गरिदिनु तपाईँ नभन्दै उत्तौली उहाँको नाम चाहिँ उत्तौली है र हाम्रो ऋतु सिस्टर है अनि ऋतुजी आजभोलि हालचालै केमा व्यस्त हुनुहुन्छ म चाहिँ म्युजिक भिडियोमा म्युजिक भिडियो कहिले आउँदैछ अब मेरो चाहिँ अब न्यु इयरमा अच्छा अनि सुन्नु न हाम्रो देशको प्रधानमन्त्री र गृहमन्त्रीको नाम भनिदिनु न के हो प्रधानमन्त्री र गृहमन्त्रीको नाम गृहमन्त्रीको नाम चाहिँ सुदन गुरुङ ओके प्रधानमन्त्रीको नाम चाहिँ बाल ओके हजुरको नाम भन्नु अब मेरो नाम चाहिँ सोनु सोनु है हजुरको साथीलाई थाहा छैन है मलाई थाहा छैन के ए हजुर कहाँ बस्नुहुन्छ र म चाइना यस अहिले हाम्रो देशको प्रधानमन्त्री गृहमन्त्रीको नाम भनिदिनु न बालेन शाह प्रधानमन्त्री ओके गृहमन्त्री सुजन गुरुङ ओके अनि अहिले हाम्रो देशको लागि उनीहरूले अब नयाँ चेन्जेस हुन्छ नि नयाँ कुराहरू के ल्याइदियो हुन्थ्यो भन्ने जस्तो लाग्छ तपाईँहरूलाई मलाई त फर्स्टमा चाहिँ के लाग्छ भने त्यो बन्द भएको कर कारखानाहरू जति पनि छ नि त्यो चाहिँ सञ्चालनमा ल्याउनु पर्यो ओके अनि मात्र विदेश जानबाट चाहिँ युवाहरू रोकिन्छन् उहाँहरूले त खालि भन्नुहुन्छ नि त हो विदेश जान युवाहरूलाई रोक्नुपर्छ पर्छ रोक्न त रोक्ने के गरी रोक्ने त अब मेन भनेको त कर कारखानाहरू सञ्चालनमा ल्याइँदैन युवाहरू रोकिने हो अनि त काम पाउने हो देशमा होइन हजुरहरूको के छ भन एउटा भनिदिनु न के छ देशमा के को कमी होला भनिदिनु न प्लिज के कमी छ भनिदिनु के सबै भनिदिसके हजुरको नाम के मेरो नाम दुर्गा आचार्य दुर्गा आचार्य घर कहाँ हो मेरो हजुर बागलुङ बागलुङ हो म बागलुङ आएको छु नि राम्रो ठाउँ छ नि तर गर्मी है गर्मीमा त गर्मी हुन्छ चिसोमा त चिसो अनि तपाईँहरूलाई के लाग्छ हाम्रो देशमा कुन कुरोको चेन्जेस आइदियो जस्तो लाग्छ अब कुन कुरा वेलकम टु माई युट्युब च्यानल एन्ड फेसबुक पेज तपाईँहरू नयाँ हुनुहुन्छ भने फेसबुकदेखि हेरिदिनु हुन्छ भने फलो गरिदिनु होला र युट्युबदेखि हेरिदिनु हुन्छ भने सब्सक्राइब गरिदिनु होला भिडियोलाई सेयर गरिदिनु होला सो आज पनि म यो बसन्तपुरमा आइसकेको छु देख्न सक्नुहुन्छ म हेलो नमस्ते नमस्ते हजुरको शुभ नाम सुन्नु न अहिलेको देशको प्रधानमन्त्री र गृहमन्त्री थाहा छ नाम थाहा छ प्रधानमन्त्री चाहिँ बालेन शाह ओके गृहमन्त्री पर्खिनु न किन भाग्नु खोज्नु भयो सुजन गुरुङ ओके अनि तपाईँलाई पर्सनल हिसाबले आफूले हेर्दाखेरि तपाईँलाई कुन ठिक लाग्छ बालेन शाह या सुदन गुरुङ दुइटै मनपर्छ अहिले हाम्रो देशमा कुन कुरो कमजोरी होला यदि होइन अहिलेको नयाँ प्रधानमन्त्री र गृहमन्त्रीले कुन कुरोमा चाहिँ सुधार ल्याइदियो हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई बाटोहरू एजुकेसन सबैको एजुकेसन बाटो अरू यति हो हजुर घर कहाँ हो बसन्तपुर हो घरै यहीँ हो कतिमा पढ्नुहुन्छ 8मा देख्नुहोस् मान्छेले ठुलै हुनुहुन्छ त अनि कति हो तपाईँको एज कति हो 14 मात्र पुग्नु भयो भर्खर हो घुम्नु आउनुभएको यहाँ हो थ्याङ्क यू सो मान्छे चाहिँ ठुलो हुनुहुन्थ्यो तर हेर्दाखेरि चाहिँ होइन तर कस्तो नि त्यस्तो धेरै उमेर त खानु भएको होइन भर्खर 14 वर्ष भने चाहिँ एज अ सानो हो अब हेर्दा चाहिँ जस छोरी मान्छेको हाइटहरू अलिक छिटै ठुलो हुन्छ नि त हेर्दाखेरि त्यस्तो देखिन्छ तर के छैन मेरो साथी चाहिँ फेरि जहिले हराउँछ ऊ चाहिँ नदेखाऊ है भन्छ हाम्रो गाउँको बिस्ने जस्तो छ क्या बिस्ने पनि यस्तै छ नि त लजाउँछ ऊ पनि लजाउँछ उसलाई पनि कन्टेन्ट बनाइदिनु ऊ त मेरो भ्लगमा जहिले आउनु भ्लगमा जहिले आएर ऊ त अलरेडी मेरो कन्टेन्टको पहिलो प्राथमिकता उनी हुनेछ है सो आज जस्तै अनि गृहमन्त्री र तपाईँको प्रधानमन्त्री हाम्रो देशमा अब केही परिवर्तन हुन लागेछ नि त अनि त्यही भएर पनि मैले त्यो कुरोलाई चाहिँ अगाडि बढाएको किनकि अब हुन्छ नि जनताको सोच के छ जनताले चाहेको कुराहरू के छ होइन त्यो कुरोलाई पनि मैले अगाडि बढाउँछु त्यही भएर पनि हो अनि यता हाम्रो सिस्टरसँग म केही लिन्छु हेलो नमस्ते हजुरहरूको शुभ नाम भनिदिनु न रचना बिमला है हजुरको रचना सुन्नु न घर कहाँ हजुरहरूको गाई हामी पनि उतै हो क्या यहाँ बस्नुहुन्छ पढ्नुहुन्छ ओके सुन्नु न अहिले हाम्रो देशको प्रधानमन्त्री गृहमन्त्रीको नाम भनिदिनु न बालेन शाह प्रधानमन्त्री ओके गृहमन्त्री सुजन गुरुङ ओके अनि अहिले हाम्रो देशको लागि उनीहरूले अब नयाँ चेन्जेस हुन्छ नि नयाँ कुराहरू के ल्याइदियो हुन्थ्यो भन्ने जस्तो लाग्छ तपाईँहरूलाई मलाई त फर्स्टमा चाहिँ के लाग्छ भने त्यो बन्द भएको कर कारखानाहरू जति पनि छ नि त्यो चाहिँ सञ्चालनमा ल्याउनु पर्यो ओके अनि मात्र विदेश जानबाट चाहिँ युवाहरू रोकिन्छन् उहाँहरूले त खालि भन्नुहुन्छ नि त विदेश जान युवाहरूलाई रोक्नुपर्छ पर्छ रोक्न त रोक्ने के गरी रोक्ने त अब
मेन भनेको त कर कारखानाहरू सञ्चालनमा ल्याइँदैन युवाहरू रोकिने हो नि अनि त काम पाउने हो देशमा होइन हजुरहरूको के छ भन एउटा भनिदिनु न के छ देशमा के को कमी होला भनिदिनु न प्लिज के कमी छ भनिदिनु के मैले सबै भनिदिइसकेँ हजुरको नाम के मेरो नाम दुर्गा आचार्य दुर्गा आचार्य घर कहाँ हो मेरो हजुर बागलुङ हो बागलुङ हो म बागलुङ आएको छु नि राम्रो ठाउँ छ नि तर गर्मी है गर्मीमा त गर्मी हुन्छ चिसोमा त चिसो अनि तपाईँहरूलाई के लाग्छ हाम्रो देशमा कुन कुरोको चेन्जेस आइदियो जस्तो लाग्छ अब कुन कुरा भन्दाखेरि एजुकेसन सिस्टमहरू रिजल्टहरू टाइममा आउँदैन एजुकेसनमा हजुर त्यो ओके भयो अनि रोडहरू रोडको है सडक निर्माण भयो अनि त्यसै गरी तपाईँको स्वास्थ्यको लागि भयो हजुर अरू 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 अब जुन हिजोको बिस्तारै दिन भइरहेछ जे होस् पहिलाभन्दा धेरै चेन्जेस आइसकेछ आइसक्यो है कति भयो गृहमन्त्री प्रधानमन्त्री भएको सुदन गुरुङ र हाम्रो बालिन शाह कति दिन भयो थाहा छ तपाईँहरूलाई कति भयो भन्नुभयो 1 विक जति भयो अस्तिको आन्दोलनमा जानुभयो तपाईँहरू नै गएन एमएलएको कार्यकर्तालाई के भन्न चाहनुहुन्छ अहिले जुन आन्दोलनमा उत्रिनु भएको छ नि एमएलएको कार्यकर्ता हुनुहुन्छ नि भन्दिनँ उहाँहरूले त माया गर्नुहुन्छ उत्रिनुहुन्छ अनि एकजना हाम्रो बहिनी त आई लभ यु भन्दै हुनुहुन्थ्यो है अहिले ट्रोलमा आउनु भएको छ उहाँलाई के भन्नु चाहनुहुन्छ नमस्ते बाई बाई जस रमाइलो हुनुहुन्थ्यो उहाँहरू खुसी लाग्यो अनि हेलो नमस्ते म्याम हजुरको शुभ नाम सुन्नु न अहिले हाम्रो देशको प्रधानमन्त्री र गृहमन्त्रीको नाम हजुरलाई थाहा छ भनिदिनुहोस् न प्लिज बालेन्द्र शाह अनि सुदन गुरुङ हजुरलाई कस्तो लाग्छ पर्सनल हिसाबले हेर्दाखेरि गुड लाग्छ है ओके थ्याङ्क यू सो मच त्यहाँ हाम्रो म्यामहरूलाई पनि म केही कुरो सोच्छु हेलो नमस्ते 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 हजुरको शुभ नाम रन्जु तामाङ हजुरको घर ए माथि टोका कहाँनिर जोड जोड ए हामी त गइरहनु ठाउँ नि हो नि हाम्रो यता हाम्रो नि टोकाइ हो ओके अनि सुन्नु न हाम्रो देशको प्रधानमन्त्री र गृहमन्त्रीको नाम भनिदिनु न प्रधानमन्त्री र गृहमन्त्री के हो प्रधानमन्त्री र गृहमन्त्रीको नाम गृहमन्त्रीको नाम चाहिँ सुदन गुरुङ ओके प्रधानमन्त्रीको नाम चाहिँ बालेन्द्र ओके हजुरको नाम भन्नु अब मेरो नाम चाहिँ सोनु सुन है हजुरको साथीलाई थाहा छैन है उसलाई थाहा छैन कि ए ओके हजुर कहाँ बस्नुहुन्छ र चाइना यस ओके सुन्नु न ओके अनि होइन प्लिज तपाईँलाई भन्छु एक दुईवटा क्वेसन सोध्छु प्लिज सुन्नु न हाम्रो देशमा अहिले नयाँ प्रधानमन्त्री गृहमन्त्री आउनुभएको छ नयाँ सरकार आउनु भएको छ होइन अहिले हाम्रो देशको लागि चाहिँ कुन कुरोमा चाहिँ चेन्जेस ल्याइदियो हुन्थ्यो कुन कुरालाई चाहिँ सुधार गरिदियो हुन्थ्यो जस्तो लाग्छ कुन यस्तो एउटा मात्र यो भन्ने छैन यो धेरै चेन्ज हुनु होइन धेरै होइन मेन विशेष कुरोहरू जस्तै तपाईँलाई लागेको मनमा लागेको कुराहरू एक दुईवटा कुरा हुन्छ नि ट्रान्सपोर्टेसन भयो एउटा होइन ओके अनि त्यसपछि यो एकदम लाइक हुन्छ नि यो कसो भने अब यो लाइक यस्तोहरूको पनि त्यो पिक्चरहरू हुन्छ नि लाइक कस्तो कस्तो ठाउँमा त्यस्तो त्यस्तै आर्ट्स मलाई एक्सप्लेन गर्न आएन ओके 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 अरू 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 कुन भन्ने अब सोनु भन्दा ल कुन कुन छ सोनु सोनु भन्नु अरे सोनु सोनु भन्नु अरे तपाईँ भनिदिनु पऱ्यो सोनु सिस्टर हजुरले भनिदिनु पऱ्यो अरे प्लिज के चेन्जेस हाम्रो देशमा चाहिँ अहिले कुन कुराको चेन्जेस आइदियो हुन्थ्यो जस्तो लाग्छ नयाँ सरकार आएको छ अहिले तपाईँलाई पर्सनल कतिको मनपर्छ बालेन शाह र हाम्रो सुदन गुरुङ मलाई त कोहीबाट केही एक्सपेक्टेसनै छैन तपाईँ कुनै पार्टीको कार्यकर्ता त होइन नि होइन नि है हो भन्छु ओके थ्याङ्क यू सो मच थ्याङ्क यू उहाँलाई कुनै कुरोको आशै छैन अरे ओके भनेपछि यस्तो कुनै पार्टीको कार्यकर्ता पनि हुनसक्छ त्यो पनि ठिकै छ पायो आफ्नो तरिकाले सो इच्छा कुनै पनि पार्टीमा आबद्ध हुनु पायो हेलो नमस्ते हजुरको शुभ नाम सृजना श्रेष्ठ घर कहाँ हजुरको खोटाङ पूर्वेली हो नि म पनि हो नि नमस्ते सेवा र हुन्छ मेरो त ओके कहाँ बस्नुहुन्छ ए ओके के गर्नुहुन्छ काठमाडौँ बस्नुहुन्छ धेरै भयो विशेष जब गर्नुहुन्छ होइन तपाईँलाई त विदेशी यस्तै देखेको क्या सुन्नु न ओके हजुरको शुभ नाम श्रेष्ठ तपाईँहरू दुईजना है ओके ए हो र तपाईँ गोरो उहाँ किन रातो ए हो हजुर नि आइदिनु न प्लिज प्लिज आइदिनु न हाम्रो देशको प्रधानमन्त्री गृहमन्त्रीको नाम भनिदिनु न तपाईँ प्रधानमन्त्रीको भन्दिनु उहाँले गृहमन्त्रीको भनिदिनु अहिलेको सुदन गुरुङ को हुनुहुन्छ प्रधानमन्त्री ओके हो हजुरहरू कति कति पढ्नु भएको छ हजुरले 12 हो ओके म हजुरलाई 2-4 वटा क्वेसन गर्छु है
हाम्रो देशमा कुनै कुरोको कमजोरी छ भनेदेखि कुन कुरो चाहिँ अलिकति सुधार ल्याइदियोस् होइन यो कुरो कमजोरी छ भन्ने के लाग्छ हजुरहरूलाई अब के भने देशमा अब नयाँ सरकार आउनु भएको छ होइन हजुर नयाँ राम्रो नेपाल देश राम्रो बनाइदियो हुन्थ्यो भन्ने हाम्रो लाग्यो है देश त राम्रै छ हाम्रो देश त अझै विश्वमा सबैभन्दा राम्रैमा गनिँदो हो तर अझै सुधार चाहिँ के आइदियो भन्ने हजुरलाई जस्तै अब होइन अब यातायात भयो रोड भयो होइन हरेक कुरा के कुरामा हुन्छ नि 2-4वटा कुरा राखिदिनु न रोडहरू अब जहाँ पायो ती पार्किङ गर्ने ठाउँ ओके राख्नु ओके भएन। ओके अब खुल्ला अलिकति धेरै नै अब हुन्छ नि बाटो धेरै जाम हुन्छ जाम हुन्छ है त्यस्तो राख्नु भएन ओके जाम त अब के छ भने एउटा महाराज सिस्टम राख्नु तपाईँको पर्यो। सरी यो के अरे हाइवे रोड भयो होइन अनि त्यसपछि यो काठमाडौँ भ्यालीभित्र अलिक सिटीमा सहरमा मात्र हुने हो तर अब जस्ट काठमाडौँ भ्यालीदेखि बाहिर होइन अब जस्तो विराटनगरदेखि बाहिर पोखरा भ्यालीदेखि बाहिर भयो बुटोल भ्यालीदेखि बाहिर जस्तो विकट ठाउँहरू छ जुन ठाउँमा आजसम्म गाडी पुगेको छैन क्या त्यस्तो ठाउँमा चाहिँ के भइदियो हुन्थ्यो जस्तो लाग्छ हामीलाई त एकदम जस्तै राम्रो- खोटाङमा पनि छ त्यो ठाउँ छ एकदम खोटाङमा पनि राम्रो सुविधा अलिक राम्रो भइदियो पिच भइदियो अलिक धेरै राम्रो हो नि है होइन? पिच भइदियोस् होइन खोटाङतिर अलिक हाम्रो गाउँतिर त धेरै अब छ नि त विकट छ हो विकट छ छ, अलिक राम्रो भइदिए हुन्थ्यो भन्ने हुन्थ्यो भने अपेक्षा राख्नु भएको छ केही सुधार आउँला आउला भन्ने अभियसली आशा छ। आशा छ नि है हस् त है धन्यवाद सुब्बा सुमनमा हेरिदिनु ए, है हस्। फेसबुकमा आउँछ है सुब्बा सुमन अनि युट्युबमा चाहिँ सिएमजी स्टुडियो है सुत्दा सुमन सुब्बा सुब्बा सुब्बा, सुब्बा सुमन। सुब्बा सुमन है हस्। हजुरको चाहिँ धन्यवाद हजुरको के छ अपेक्षा के छ ठिक छ हाम्रो देश कस्तो भइदियो हुन्थ्यो एकदम राम्रो जेको पनि सुविधा होस् हो हजुर तपाईँ त मभन्दा अल्गो हुनुहुँदो रहेछ हेर्नु न चाहिँ 7 फुटको हुनुहुन्छ है फेरि साँच्ची मभन्दा अल्गो हुनुहुँदो रहेछ हस् त बाई बाई ए, हस्, बाई 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 सो के छ भनेदेखि उहाँहरू चाहिँ पूर्वेली पर्नुभएछ खोटाङतिरको भनेपछि जस पूर्वेलीमा चाहिँ अलिक के छ भन्दाखेरि बोल्दाखेरि भाइ पाउँछ क्या एउटा भाइको एउटा टोन हुन्छ नि टोन चाहिँ मिल्छ पूर्वको मान्छेहरूमा चाहिँ अनि बोल्दाखेरि एउटा जस एनर्जी हुन्छ नि पावर त्यो चाहिँ आउँछ हामीलाई अलिकति रमाइलो लाग्छ म यहाँ हाम्रो सिस्टरहरू छ नमस्ते नमस्ते हजुर नमस्ते हजुरको शुभ नाम करिश्मा बोरा करिश्मा बोरा हजुरको घर चाहिँ कहाँनिर हो अहिले यहाँ बस्ने होइन घर घर अछाम असम भनेको सुदूरपश्चिम। मैले भर्खरै भने पश्चिमको मान्छे भेटिन्छ अरे पश्चिमकै ओके यता हेर्नु न सुदूरपश्चिम हो काठमाडौँ कहाँ बस्नुहुन्छ अहिले कलङ्की के गर्नुहुन्छ पढ्दैछु कतिमा पढ्नुहुन्छ ब्याचलर ब्याचलर फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर हो मान्छे त सानो देखिन्छ त अनि हो र कुन सब्जेक्ट लिनुभएको छ कुन विषय लिएर पढ्दै हुनुहुन्छ बिबिएस बिबिएस हो ओके भनेपछि मान्छे सानो नि पढाइ चाहिँ ठुलो पढ्नु भएको छ है सुन्नु न हाम्रो देशको प्रधानमन्त्री र गृहमन्त्रीको नाम भनिदिनु न बालेन्द्र शाह अनि गृहमन्त्री चाहिँ सुदन गुरुङ हो ओके अनि तपाईँलाई कस्तो लाग्छ राम्रो लाग्छ राम्रो लाग्छ व्यक्तिगत हिसाबले या एउटा कुनै पनि कुन हिसाबले तपाईँलाई राम्रो लाग्छ अलि यता फर्किदिनु न थोरै प्लिज भनिदिनु न यति त यो त हाम्रो देशको लागि मैले एउटा सामान्य कुरो मात्र गरेको यता फर्केर बोलिदिनु न कस्तो लाग्छ व्यक्तिगत हिसाबले या ऱ्यापरको हिसाबले होइन या तपाईँको हुन्छ नि अब सुदन गुरुङ चाहिँ अलिकति हाउँ झक्की तरिकाको हिसाबले या कस्तो खालको हिसाबले ठिक लाग्छ अहिले गरेको काम अनुसार अहिलेको जेनेरेसन अनुसार अहिलेको सिचुएसन अनुसार जस्तो चाहिन्छ त्यस्तै खालको काम गरिराख्नु भएको हजुर व्यक्तिगत हिसाबले पनि राम्रै लाग्छ राम्रै लाग्छ है अब हाम्रो देशमा कुन कुरोको चाहिँ चेन्ज आइदियो हुन्थ्यो कुन कुरोमा चाहिँ सुधार आइदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई विशेष गरी यो कुरोमा भन्ने हुन्छ नि तपाईँलाई के लाग्छ अहिले अलिकति यता फर्किदिनु न अहिले बढी जस्तो विदेशतिर जाने भइरहेको नि हो वैदेशिक रोजगारलाई चाहिँ होइन रोकेर नेपालमा केही रोजगारहरू आइदियो हुन्थ्यो होइन हामी पनि त्यही गरौँला हो। भनेर नेपालमै ब्याचलर पढ्दैनन् मान्छेहरू विदेश जान्छन् त्यही पनि हामीहरूले ब्याचलर पढ्छौँ भनेर बसिरहेको छौँ नि त हो त्यसको लागि केही रोजगार गरिदियोस् त्यस्तो वातावरण सिर्जना गरिदियोस् भन्ने हो नि है अरू 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 पनि छ हाम्रो गाउँतिर पनि कति कुराहरू अहिलेसम्म पुगेको छैन गाडी जानु पनि तपाईँको त एकदम फेरि विकट ठाउँ हो नि त हजुर धेरै आसाम भनेको तिन- सबैभन्दा तिन दिन वित्तम लाग्छ क्या हाम्रो यहाँदेखि 3 दिन ल हेर्नुहोस् यहाँदेखि तपाईँको बसबाटदेखि 3 दिन भनेको आसाम पुग्नु 3 दिन लाग्छ भने यहाँदेखि तपाईँको लगभग 24 कति घन्टा लाग्छ लगभग यताबाट धनगढी जानुपर्छ धनगढीबाट फेरि बस चेन्ज गर्नुपर्छ फेरि हाम्रो गाउँ जानलाई बस पनि पाउँदैन कि त्यहाँ ए बस पाउन्न अनि केमा जानुहुन्छ जिप हुन्छ जिप सानो जिप जिप हो, ए त्यसमा हजुर हजुर जान्छौँ। अनि
त्यस्तो राम्रो बाटो पनि छैन, बर्खातिर कति गाडी जाँदैन, त्यस्तै छ। त्यस्तो छ है, गाडी पनि जान्न। अनि तपाईँहरूले रासन पानी जुन चाहिँ तपाईँहरूलाई चाहिँ आवश्यक पर्ने खाद्यान्न कुराहरू हुन्छ, नुन तेल होइन, चामल भयो, अब अरू अरू कुराहरू चाहिँ कुन तरिकाले त्यहाँसम्म पुग्ने हुन्छ या तपाईँको? प्रायः हाम्रोतिर त्यति साह्रो किन्नु पर्दैन, ओके। बनाएर उत्पादन गरेर खान्छन्। सबै कुरो तेल नुन पनि? तेल नुन चाहिँ छ, नजिकै बजारहरू छ, हजुर। जिपमा सामान बोक्ने सामान साफे छ, धेरै टाढा त्यहाँबाट सामान दिने जिप जोस् यहाँभन्दा महँगो पर्छ, महँगो पर्छ। धेरै महँगो है। ओके, भन्छ त्यो कुरोमा पनि त्यो क्षेत्रमा पनि त्यो एरियामा पनि होइन सुधार आओस्। नेपाल अधिराज्यभरिमा धेरै विकट ठाउँहरू छन् होइन, जुन चाहिँ पहाडी भेग भयो होइन, र पश्चिमी भेगमा एकदमै धेरै विकट छ। त्यो ठाउँतिर पनि होइन गाडी घोडा पुगिदियोस्, रोड राम्रो बनिदियोस् होइन, बजार बनिदियोस् होइन, शिक्षादेखि लिएर स्वास्थ्यमा राम्रो भइदियोस्, सामान किन्ने ठाउँ होस् हो है। यो कुरोलाई चाहिँ सुधार ल्याउनु पर्यो। अब किनकि राजधानी भनेर राजधानी भइहाल्यो, अब कुनै पनि अब एउटा राजधानी हेरौँ तपाईँको अब विराटनगर भयो, बुटोल भयो, पोखरा भयो, यस्तो यस्तो सिटीहरू त छ नि त, धेरै छ। जस्तो त्यस्तै बनिदियोस् होइन, त्यत्तिको सुविधा होस् कुनै पनि ठाउँमा बिरामी परेको खण्डमा या होइन। बिरामीलाई लिनको लागि गाडी पनि पाइँदैन कि तपाईँहरूकोतिर बोकेर लिनुपर्छ। बोकेरै भन्छ त्यस्तो ठाउँ छ है। तपाईँ कति वर्ष भयो काठमाडौँ बस्नु भएको? म भर्खरै ब्याचलर गाडी 3 वर्ष भयो। अनि तपाईँले त्यहाँनिर कसरी ब्याचलर फर्स्ट सेकेन्ड चाहिँ कसरी पढ्नु भएर? ब्याचलर यहीँ जोइन गरेको, 11-12 चाहिँ हल्का 1 घन्टा लाग्छ, हिँडेर जानुपर्छ। हजुर। अनि ब्याचलरको लागि त्यस्तो राम्रो कलेजहरू पनि छैन कि, एउटा मात्रै छ। अनि ए हजुर, भन्छ पढाइ कतिको राम्रो छ उतातिर पश्चिममा? छैन त्यति धेरै राम्रो, त्यस्तो राम्रो छैन, ठिकै छ। ए त्यस्तो प्राइभेटहरू हुँदैनन्, एउटा मात्रै छ। अनि सरकारीमा त त्यही हो। त्यही है। ओके, जस्ट तपाईँको कुरा चाहिँ सरकारसम्म पुगिदियोस् है यो कुरोलाई, अभियसली। ल ठिक छ, सुब्बा सुमन छ पेजमा, फेसबुकमा, युट्युबमा चाहिँ सिएमजी स्टुडियो छ है, सिएमजी स्टुडियो छ, सिएमजी होइन के अरे युट्युबमा सिएमजी स्टुडियो छ, अनि फेसबुकमा चाहिँ सुब्बा सुमन छ ल पेज। हजुर, प्रेसको ड्रेस लाएको छु है। ए हुन्छ, यो थ्याङ्क यू सो मच। यो फेसबुक हो? यस यस, युबिबी अनि युट्युबमा म हुन्छ, बिबिए सुब्बा पक्रिनु त, म थिच्छु सुब्बा, यस युएम सुमन, सुब्बा सुमन। मैले यहाँनिर गरिदिइसकेको छु। फेसबुक हो यो? फेरि सुरुमा आउनुपर्ने किन आएन त? मेरो यही हो, मेरो सबै हो। म चाहिँ मेरो चाहिँ नारायण हो कि, मलाई तपाईँले मलाई उयो गर्नु, म तपाईँलाई भएर लिङ्क पठाइदिन्छु ल, म हजुरलाई लिङ्क पठाइदिन्छु। अनि युट्युबमा पनि गरिदिन्छु है। ओके, यहाँ छ सिएमजी स्टुडियो, यहाँ छ। अब यहाँ चाहिँ तपाईँको हुन्छ नि, आफै आउँछ है, भरे भाइ चाहिँ आफै आउँछ है। वेलकम। उहाँलाई चाहिँ मैले के भन्छ तपाईँको एज अ सब्सक्राइब गरिदिइसकेको छु, मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरेको छु र पेजलाई पनि मैले फलो गरिदिइसकेको छु। के छ भने जस्ट एक दुईजना गर्दै यसरी नै हो पढ्ने। मेरो त त्यसरी नै अलरेडी 10K होइन 11K जस्तो सब्सक्राइब पुगिसकेको छ युट्युबमा, र फेसबुकमा भनेको 25K फलोवर्स पुगिसकेको छ। खुसी लाग्छ त्यति भइदिएको छ होइन, केही छैन। मैले कन्टिन्यू दिनेछु भिडियोलाई, देख्नु सक्नुहुन्छ होइन। तर मैले बार मैले साथी हराउँछु क्या, मेरो साथीलाई चाहिँ म बार हराउँछु। किन हराउँछ भने ऊ चाहिँ लजाउँछ क्या, एकदमै धेरै लजाउने क्या। अनि लजाएपछि अनि ऊ क्यामेराको अगाडि देखा पर्नु खोज्दैन, अनि भन्छ मलाई नै कन्टेन्ट बनाउँछौ तिमी भन्छ। उसलाई कन्टेन्ट बनाए जस्तो लाग्छ, उसलाई लजाउँछ अनि भागेको भागे गर्छ। तर आजको भिडियो लगभग मेरो सकिसकेको छ। ओके, कहाँ गयो त मेरो साथी? नमस्ते, म तपाईँहरूसँगै भेट्न आएको एकछिन न। नमस्ते, यता आउनु न एकछिन, कल्चर ड्रेसमा हुनुहुन्छ त्यही भएर। यता आइदिनु न प्लिज, हजुरको शुभ नाम? यता आइदिनु न, हजुरको शुभ नाम?
लिम्बू वाह मैले लिम्बू भेटेँ म पनि लिम्बू हो के हो म लिम्बू सुन्नु न पूर्व घर कहाँ हो यता हेरिदिनु न प्लिज किन यता हेर्नु न रोनिसा सिस्टर यता हेरिदिनु न किन नहेर्नु भए यता हजुरको शुभ नाम के हो मेरो सपना शेर्पा सपना शेर्पा तपाईँहरू दुईजना यता फर्किदिनु न प्लिज लाइट यसरी आउँछ नि त आउनु न हजुरहरू कल्चरमा हुनुहुन्छ है त्यही भएर रोनिसा नि यता फर्किदिनु न आज स्पेसली के इभेन्ट थियो हजुर ए कुन ठाउँबाट आउनु भयो धरान कहाँ हो ए ओके हो र मेरो नि घर उतै हो है मेरो सुन्नु न एकछिन न प्लिज धरानमा अहिले हाम्रो हर्क साम्पाङले जित्नुभयो धरानमा कतिको विकास भएको छ भएको छ है अनि सुन्नु न हाम्रो देशको प्रधानमन्त्री गृहमन्त्रीको नाम भनिदिनु न प्लिज अहिलेको हजुर ओके हो गृहमन्त्री हो सुदन गुरुङलाई चिन्नुहुन्न त्यस्तो नहुन्न सुदन गुरुङ चिन्नुहुन्छ ओके अनि सुन्नु न ओके बालेन शाह कस्तो लाग्छ तपाईँलाई व्यक्तिगत हिसाबले या उहाँको कामको हिसाबले या ऱ्यापरको हिसाबले हो ला आइफोन त ला यता त उछिटिन्छ त ओके अनि काठमाडौँ आउनुभयो कति भयो हो भन्छ कोरिया भाषाको यहाँनिर के भन्छ ललितपुरमा छ है ओके कहिले छ एक्जाम पास हुनुभयो फेल हुनुभयो कति पोइन्ट आयो नभन्नु ओके ओके सुन्नु न मेरो त सर्च गरेर हेरिदिनु न त केमा आउँछ भनेर भिडियो पेजमा हेरिदिनु न प्लिज टाइप गर्नु न त आउनु न लिम्बू नि भएर के साह्रो सुन्नु न तपाईँ त झन् कस्तो लिम्बू भएर तपाईँ कुन लिम्बू हो नि ए मेरो बोजू खाल पर्नु भएछ मेरो बोजू चेम्चुङ हो उहाँको चाहिँ घर कहाँ हो सँगै हो कानपोखरी थाहा छ कानपोखरी थाहा छ रमाइलो थाहा छ पथरी थाहा छ बेलबारी थाहा छ मेरो घर त्यही हो ओके सुन्नु न सब्सक्राइब गरिदिनु न है फलो गरिदिनु न नत्र पेजमा है सुब्बा सुमन टाइप गर्नु न फेसबुकमा पनि छ अनि युट्युबमा चाहिँ सिएमजी स्टुडियो छ गरिदिनुहुन्छ हस् थ्याङ्क यू सो मच बाई बाई हाम्रो पूर्वेलीहरू कस्तो लजाइदिनु भएको नमस्ते आमा हाम्रो भाइरल मान्छे नमस्ते नमस्ते ब्रो रासो सबैले चिन्नु भयो होला है उहाँलाई त हजुर म सुरु यताबाट नाम सुरु गर्छु हजुरको शुभ नाम मेरो लेडी बर्ड हजुरको मेरो भगेरा हजुरको हजुरलाई त चिनिहाल्नुहुन्छ सबैले कमेन्ट गरिदिनु तपाईँ नभन्नु है उत्ताउली उहाँको नाम चाहिँ उत्ताउली है र हाम्रो ऋतु सिस्टर है मलाई चाहिँ तपाईँ पर्सनली व्यक्तिगत हिसाबले राम्रो लाग्छ है किनकि म पनि तपाईँ जस्तो एकदम फ्ल्याङ्की छु क्या त्यही भएर मलाई व्यक्तिगत हिसाबले एकदम बबाल लाग्छ अब उहाँको भिडियो त हामी डेली हेर्छौँ नि त होइन अनि हजुरहरू तिनजना आउनु भएको घुम्नु हो हजुर कहाँ भन्नु अघि यहाँ भुइँमा खस्या ए हो यता कहाँ बस्नुहुन्छ हजुरहरू सबैजना एकै ठाउँ हो ए ओके हजुरको ट्याटु मैले तपाईँलाई लागि फरेन कन्ट्रीको सम्झेको नि नेपाली बोल्नुभयो नि त अनि म त फेरि उहाँले फेरि नेपाली राष्ट्रिय भाषा बोलिदिनु भयो झन् दामी लाग्यो क्या मलाई अनि ऋतुजी आजभोलि हालचालै केमा व्यस्त हुनुहुन्छ म्युजिक भिडियो कहिले आउँदैछ अब मेरो चाहिँ अब न्यु इयरमा हाम्रो तेजेन्द्र दाइसँग हो के दाइ अरे कोसँग अहिले चाहिँ त्यो दाइसँग पनि आउनु बाँकी छ सर अरू चाहिँ अरू तीनटा भिडियो चाहिँ अरूसँग नै आउनु बाँकी छ ओके जस हाम्रो चलेकै गायक हुनुहुन्छ होला है हजुर चलेको गायक हुनुहुन्छ है भनेपछि अब लगभग कति टाइम पछि आउँछ अब न्यु इयरमा हजुर ओके म तपाईँसँग केही राजनीतिक कुरो जोड्न चाहेँ ल हाम्रो देशको अहिले प्रधानमन्त्री गृहमन्त्रीको नाम भनिदिनु न प्रधानमन्त्रीको नाम चाहिँ हाम्रो बालेन शाह होइन अनि गृहमन्त्री भनेको हाम्रो सुजन गुरुङ होइन ओके अनि सुदन गुरुङ हाम्रो देशको लागि अहिले जुन कुन कुरोमा चाहिँ सुधार ल्याउनु पर्ने कुराहरू के होला र उहाँहरूले के गरिदिए ठिक होला भन्ने तपाईँलाई आन्तरिक कुरो आफूलाई लागेको कुरो चाहिँ के छ खासै मलाई त यो राजनीतिक विषयमा थाहा छैन देशलाई चाहिँ राम्रो परिवर्तन
ल्याउनु होला भन्न चाहन्छु र देशको लागि केही गर्नु होला भन्न चाहन्छु र अब अरू चाहिँ के भन्नु हो खासै बोल्न आउँदैन हो अनि हुन्छ नि एज अ तपाईँको आर्टिस्टलाई पनि होइन एउटा आर्टिस्टको लागि एउटा जुन कला भएको मान्छेलाई पनि एउटा राम्रो होइन एउटा सम्मान एउटा हरेक कुरामा नि एउटा त्यसको लागि एउटा केही प्लेटफर्म बनाइदियोस् भन्ने एउटा हाम्रो देशमा त्यो छैन क्या जुन एउटा आर्टिस्ट हुन्छ नि आर्टिस्टहरूको लागि अनि एउटा कलाकारहरूको लागि राम्रो प्लेटफर्म छैन त्यसको लागि पनि अलिकति ध्यान दियोस् किनकि मैले यो कुरो किन जोडेँ भन्दाखेरि तपाईँ पनि एउटा कलाकार हो नि त होइन हो नि है तपाईँलाई बाल्य कलाकार भन्नु त मिल्दैन है मलाई के कलाकार हुनुभयो अनि यो चस्मा तपाईँको सबै भिडियोमा देख्छु यही चस्मा हो तपाईँले प्रत्येक भिडियोमा मेरो 4वटा छ ओके अनि फरक फरक डिफ्रेन्टको कुन ब्रान्डको भनिदिनु न यो चाहिँ ब्रान्ड त अब है कुन ब्रान्ड भन्नु चाहिँ ब्ल्याक कलर भन्नु ब्ल्याक कलर कुन